सबैजनालाई आज चाहिँ म के भयो नयाँ ठाउँ हाम्रो जाँदैछु मी एन्ड माई फ्रेन्ड्स हेलो भन्नु साथीहरू आज चाहिँ हामी फेरि जाँदैछौँ कुन ठाउँ भने चाहिँ चिसेनी वाटरफल जाँदैछौँ त्यसरी अहिले चाहिँ खाजा खानालाई एकछिन बसिरहेछौँ आजको वेदर दामी छ आई होप पानी नपरोस् पानी परेन भने चाहिँ राम्रो हुन्छ आजको वेदर चाहिँ दामी छ आई होप पानी नपरोस् हामी चाहिँ एकछिन खाजा खानको लागि बसेको छौँ खाजा खाएर हामी चाहिँ फेरि हाम्रो डेस्टिनेसन जान्छौँ मोमो खान आँटेको साथीहरू खाजा खान स्टार्ट गरिसक्यो अब म पनि खानु पर्यो ल अब एकछिन खाएर टक्क लगाएर टेस्टी छ होला टेस्टी छ तर बाजे जस्तो सर्छ ल हामी चाहिँ जान आँट्दैछौँ साथीहरू त्यहाँ सामान मिलाउँदैछ हामी चाहिँ ठ्याक्क बुढा के भन्छ बुढा नीलकण्ठमा छौँ यहाँनिर चाहिँ मन्दिर पनि छ अब हामी चाहिँ जाँदैछौँ चाहिँ हिँड्दैछौँ यस्तो गर्मी भइरहेछ ओ माई गड यस्तो चिनेको घाम लागिरहेको छ हौ त्यहाँको भ्यू हेर्नु है कस्तो दामी छ यस्तो दामी छ कि वाउ अलि राम्रो आएको छैन यस्तो दामी आइरहेको कि यहीँ बस्नु पर्यो जस्तो त घर नजाइकन अब चिसेनी जाने बाटो पनि आइसक्यो यहाँबाट चाहिँ ठ्याक्क चिसेनी मार्ग पुगिन्छ सो यहाँ यताबाट जाने साथीहरू सबजना गइसक्यो सुन्दरको बाटो छ क्या यतातिर वाउ साथीहरू यहाँ पुगिसक्यो म त बिस्तारै हिँड्दैछु है कस्तो गर्मी भइरहेछ पनि जानु पर्यो जाँदैछौँ झन् खाजा खाएको त खाजा खाएर हिँड्न कस्तो गाह्रो पो भयो दामी भ्यू आइरहेछ नि यहाँ तपाईँ दामी आइरहेछ यहाँनिर ठ्याक्कै यो माथि चाहिँ गुम्बा पनि छ व्हाइट गुम्बा यो चाहिँ व्हाइट गुम्बा हो यहाँ जानलाई चाहिँ उताबाट घुमेर जानुपर्छ हामी चाहिँ हिँड्दैछौँ यस्तो गर्मी भइसक्यो कि बाटै बिर्सिरहने फेरि साथीहरू पछाडि आउँदैछ एकजना अगाडि पुगिसक्यो म जाँदैछु रात न पिरो भइसकेको छ आज रमाइलो गर्ने भनेको हिँड्दा हिँड्दा यहाँनिर मन आँटिसकेँ जामचेन स्तुपा जाने बाटो चाहिँ यताबाट छ आजको वेदर चाहिँ एकदमै ठिक्क छ पानी पनि पडा जस्तो भइरहेछ फेरि शीतल पनि छ घाम पनि लागेको छैन मजाले घुम्ने हो भ्यू आइरहेछ यहाँबाट चाहिँ ओ माई गड मान्छे त्यहाँ मर्न आँटिसक्यो गर्मीले घाम लाग्यो फेरि टिलिलिली यस्तो दामी भ्यू आइरह है तर अब छिटो छिटो जाने हो छिटो गएर गर्मी भइरह नआउने हो गएर भनेर सोचिरहेको छु अब के हुन्छ यस्तो दामी भ्यू आइरह है यहाँ चाहिँ हामी चाहिँ अब चिसो खाएर जाने हो फेरि गर्मी भएर मन आयो त्यही भएर हामी चिसो खाने है त अब मेरो त किन कम नभएको लाग्यो फेरि त्यो मोमोले अब यो खायो भने कम हुँदैन ग्यास शान्ति मिलेर कस्तो आनन्द भयो चिज खाएपछि आनन्द हुने पानी पऱ्यो भने फेरि
एक ग्लास खाने हो अब त सुई हिँडेर छिटो जाने हो हामीले आइ पनि सक्यौँ अब बाटो आधी बाटो आइसक्यौँ हिँड्दा थाकेर मर्न आँटिसक्यो यही बाटो हो यस्तो गाह्रो छ कि हामी जाने चाहिँ यतापट्टि हो है यतापट्टि चाहिँ यो गुम्बा हो यो चाहिँ भए पनि यो गुम्बा पनि जाने हो नभए त जाँदैन होला सक्यो भने चाहिँ जाने हो नभए नजाने यस्तो घामले बोलेर मर्न आँटिसक्यो यस्तो दामी भ्यू आएर कि वाउ अब यहाँबाट सुई जाने हो साथीहरू पछाडि आउँदैछ यस्तो दामी यहाँको घरदेखि चाहिँ यहाँबाट चाहिँ पुरै दामी बाटो छ कि यहाँनिर चाहिँ वाउ भ्यू यस्तो दामी आइरह फोटो खिच्दैछौँ अब जाने हो टक्क लाएर नआउने हो कस्तो दामी छ है वाउ ल अब हामी चाहिँ जाने हो मेरो ब्याग बोक्नु हामी चाहिँ जाँदैछौँ यस्तो गर्मी भइसक्यो कि अब यहाँबाट टक्क लाएर भित्र छिर्ने हो एकछिन हिँड्नुपर्छ होला लगभग 5 मिनट जति कहाँ गयो फेरि एउटा साथीहरू पनि हराइ गर्छ के गर्नु कहिले हामी हराउने कहिले को हराउने यहाँबाट टक्क लाएर यसरी माथि जाने यति धेरै गऱ्यौँ आया मऱ्यो झन्डै मरेन हो लुगा सेक्टर यस्तो भिरको बाटो हो क्या फेरि ओ माई गड सकिँदैन हिँड्न माइन्ड फ्रेस गर्नलाई भनेर घुम्न आएको गर्मीले यहाँ मरार्छ म त पुरै रातो पिरो भइसक्यो यस्तो गर्मी छ कि ल अब म त हिँड्दैछु ल अब हिँड्दैछौँ होइन यस्तो गर्मी भइरह हामीले झडामा पनि आइसक्यौँ अब नआउने हो अनि उनीहरू चाहिँ पुरै रेडी भइरहेछ बाटो चाहिँ यस्तो छ कसरी चढ्ने हो अहिले आइपुग्यो जाऊ माथि जाऊ के भयो हिँड तिमी म भ्लग बनाइदिन्छु ओ माई गॉड यस्तो राम्रो भ्यू छ यहाँ चाहिँ Look at the view. Struggle is real. अम्मा अब यही खोल्दा नि हुने रहेछ त कोही छैन ओइ हामी फाइनली आइसक्यौँ झर्नाभित्र अब नआउने हो यस्तो दामी छ कि वाउ म देखाउँछु है हेर्नु यस्तो दामी छ कि झर्ना म चाहिँ गइ पनि सक्दैन यस्तो मजा आयो कि यस्तो माथि झन् यस्तो दामी छ माथि जान्छ होला माथि माथिबाट ठाउँ छ अरे त माथिबाट छ अरे तर त्यहाँ झन् धेरैजना छ अरे
ल अब हामी चाहिँ खाजा खान आँटेको हाम्रोमा चाहिँ के छ भने ल कुन मेरो हो मलाई त थाहा छैन। ल यो चटपटे छ आज चिप्स दही अन्डी यता साथीहरू छ। ल अब हामी त खाने हो खाजा टक्क लाएर होइन बिजोकै भयो आज बिजोक भयो नहुन त नआयो तर जे होस् रमाइलो भयो। अब खाजा खान्छौँ होइन भोक लागिरहेछ यस्तो दामी भ्यू छ यहाँनिर मलाई त रमाइलो लागिरहेछ साथीहरूलाई चाहिँ रिग्रेट भइरहेछ मलाई नि त्यस्तो रिग्रेट ल अब म चाहिँ खाजा खान्छु भोक लागिरहेछ होइन बिहानदेखि केही खाएको छैन त्यो अघि मोमो खाएँ त्यति हो हिँडे यो खुट्टा सब दुखिरहेछ अब कति दिन थलो पर्ने हो। ल चिसोमा चिप्स खानु साथीहरू चिसो न मेरो पनि ल गाइज यो चाहिँ हाम्रो पानी परेर बिजोग भइरहेछ अब साथीहरू फोटो खिच्दैछ अलिअलि खाजा खाएर अब हामी चाहिँ जानुपर्छ मोबाइलमा चार्ज पनि छैन यस्तो दामी भ्यू आइरह जे होस् आज रमाइलो भयो रमाइलो लागिरहेछ एकदम फ्रेस भइरहेछ माइन्ड पनि होइन। अब एकछिन बस्ने हो त्यसपछि घर फर्किनुपर्छ घर फर्किने टाइम पनि भइसक्यो लगभग 3 बजिसक्यो अब चाहिँ हामी चाहिँ फाइनली घुमेर पनि आइसक्यौँ खाजा साजा खायौँ र त्यहाँबाट निक्लि पनि सक्यौँ। यस्तो खुट्टा दुखिरहेछ मर्ने गरेर अब चार्ज पनि छैन भिडियो इन गर्नुपर्ने हुन्छ त्यही भएर आज कस्तो भयो साथीहरू कस्तो भयो आज एकदम रमाइलो बिजोक रमाइलो भयो आज चाहिँ यस्तो तर मलाई रमाइलो लाग्यो केही रिग्रेट पनि छैन नि त रिग्रेट चाहिँ भएको छैन तर तपाईँहरू पनि आउनु होला रमाइलो गर्नु होला जस्तै ल अब यति भन्दै आज मेरो शनिबार चाहिँ नआउनु होला यस शनिबार होइन लास्ट भिड हुने रहेछ बिजोकै भयो आज तर त केही छैन यस्तै हो अब कहिले काहीँ ल यति भन्दै मेरो भिडियो यहाँ इन गर्न चाहन्छु बाई 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 बाई।